नमस्ते, म यहाँहरूकै प्रस्तुता सुषमा अनि म मेरो युट्युब च्यानलमा 2 वर्ष लामो समयपछि ब्याक भएको छु। सो म यो मेरो युट्युब च्यानललाई चाहिँ अब एकदम कन्टिन्युटी दिनेवाला छु। 2026 को रिजोल्युसनै मेरो यही हो। एन्ड आइ एम काइन्ड अफ लाउड गर्ल, म जेन्टल बोल्न जान्दिनँ। आई वाज बोर्न एन्ड रेज इन झापा, त्यही भएर पनि होला एकदम लाउड एन्ड स्ट्रेट छु गाइज, होइन। होप हजुरहरूलाई इरिटेट लाग्दैन होला। एनिवे, आई एम बिङ रेडी टु गो अ कन्सर्ट, एक्चुली टु सी अ नवीन के भट्टराई। द कन्सर्ट वाज ओके। अहिले म भोइस ओभर गर्दैछु। अनि दिस डेज आई एम सो मच इन्टु अ मेकअप अनि स्किन प्रेप गाइज। स्किन प्रेप चाहिँ म पहिला पनि गर्थेँ, तर यस्तो डिसिप्लिन भएको छु अहिले, ओहो, प्राउड अफ यु सुषमा। अनि अदर थिङ इज म आइ एम अलरेडी 30+। त्यो 30+ भइसकेपछि हजुरहरूले स्किन केयर चाहिँ एकदमै गर्नुपर्ने रहेछ। मैले अलिअलि देख्दैछु अहिले। अनि म यस्तो खालको केटी हो जो चाहिँ स्किन दिनभरिको मेकअपमै सुतिदिने टङ्गै, अनि बिहान उठेर मात्र मुख धुने मान्छे हो। अहिले चाहिँ यस्तो डिसिप्लिन गएको छु, ओहो, डिसिप्लिनको त कुरै नगर्नु। वेन इट कम्स टु अ स्किन केयर अनि मेकअप, आइ एम सो मच डिसिप्लिन। अरूमा त थाहा छैन मलाई है। बेलुका डबल क्लिन्स अनि सिरम लगाएर सुत्ने, बिहान उठेर टक्क स्किन केयर गरिहाल्ने फेरि। ओहो, द्याट इज द मोस्ट की नै रहेछ क्या, की फ्याक्टरै रहेछ फेस केयरको लागि। अनि मेकअपमा पनि आजकल म प्रो नै भएको छु क्या। हजुरहरूले मलाई प्रो भन्नै पर्दैन, आई नो इट। एनिवे, एकदमै मेकअप मन पर्न थालेको छ मलाई। पहिले चाहिँ मलाई मेकअपै मन पर्दैन थियो, अनि आई युज टु डु इन भेरी रङ वे, सुहाउँदैन पनि थियो। द्याट वाज द मेन थिङ। म मेकअप गरेर निस्क्यो भने मेरो हस्बेन्डले चाहिँ यता पुछ उता पुछ यता पुछ भन्दा भन्दै कस्तो त्यो हुन्थ्यो क्या। त्यो मलाई मेकअपै नआएको हो क्या एक्चुली त्यो चाहिँ। अनि सुहाउँदैन पनि भन्दै खास चाहिँ। अब अहिले त खोइ राम्रो प्रपर वेमा गरेपछि सुहाउने रहेछ। एनिवे, हजुरहरूले यत्रो लामो 5 वर्षसम्म मलाई सब्सक्राइब गरेर मेरो भिडियो हेरिदिनुहुन्थ्यो, थ्याङ्क यू फर द्याट। अनि अब चाहिँ म एकदम कन्टिन्युटी दिनेवाला छु मेरो युट्युब च्यानललाई। हजुरहरू कहाँबाट हेर्दै हुनुहुन्थ्यो मेरो भिडियो, कहाँबाट हेर्नु हुँदैछ, प्लिज डु कमेन्ट। मलाई कमेन्ट पढ्न एकदमै मनपर्छ। अनि ब्याड कमेन्ट, गुड कमेन्ट्स, यस, आई एक्सेप्ट बोथ। अनि या त्यही हो। थ्याङ्क यू सबैजनालाई मलाई अनसब्सक्राइब अहिलेसम्म गर्नुभएको रहेन रहेछ। सो थ्याङ्क यू फर वाचिङ माई भिडियो। किप लभिङ एसके ब्लग्स। बाई, गुड टु सी यु अल।